नमस्ते कार्यक्रम स्वागत गर्न चाहन्छु हाम्रो एक भलक वीरेन्द्र थापा युट्युब च्यानलमा स्वागत छ। हामी यति बेला सङ्लिङ भन्ने ठाउँमा चाहिँ पिकनिक खानको लागि आइसकेका छौँ र हामी एकदमै चिसो भइरहेको छ। केटा टोपी छैन, एकदम चिसो भयो यार। उता चाहिँ हामी अघि चाहिँ हामीले मासु भुजा खाइयो अनि त्यसपछि चाहिँ अझै आदिदेवती छ भन्ने कुरो छ, त्यही भएर घर छोडेर गयो होइन। खान त पऱ्यो। 2 किलो हाँसु खाइयो बोलाइ गर मासु भ्याएर जान भनेको त्यतिकै जानु खोज्यो। अब यसले कतिवटा खायो थाहा? 1 बोतल खायो स्प्राइट। यसले यो छ नि, यो 1 बोतल स्प्राइट खायो, 3 किलो मासु खायो। यो झन् खानाले त्यसैको खानाले खाएको मान्छे मैले त्यही 3 माना खाएछु। अब चाहिँ है उता खान नपाएको नाचिरहन्, ऊ फेरि भोक लाग्यो। अघि भर्खर 3 माना खाएको गदामा। ल अब होइन, हामी चाहिँ एकदम रमाइलो गरिरहेका छौँ र यो चाहिँ एकदमै अविस्मरणीय होस् भन्ने। के छ गाइजहरू, साथीहरू के छ? ठिक छ? राम्रो साथीहरू उता नाचिरहनु भएको छ। 3 माना खानुभएको छ हाम्रो सबैले। र हामीले चाहिँ 2 गिलास स्प्राइट खाएको 1000 रुपियाँको हो। अब रुम ग्यासमा त भयो क्यार्ने, अब साथीहरू आइदिसो गर्नु भएन। अब त्यही पनि यसले त बरु खाऊ अलि, त्यही पनि अब नखाजी गरेर चाहिँ बोक्ला भन्छ फेरि। यसले झन् हँसुरेको हो। उता हाम्रो साथीहरू नाचिरहनु भएको छ एकदम। सबैले दारू खाएर नाच्नु भएको फेरि चाहिँ। हाम्रो यहाँ दामोदर सर पनि हुनुहुन्छ यहाँ, हाम्रो संयोजकजी। उहाँ त पुरा त्यही 8 बोतल हो नेपाली। साथीभाइहरू जता कतै घुमा भनेर त यता हामी चाहिँ यहाँ घुम्न आएको है, पिकनिक खान आएको। उहाँ पिकनिक खाएर भइरहेछ। पिकनिक खान आएको भन्दा कुटे खाना दिशाले पिकनिक खान आएको हाँसेको गर्छ। कुन ठाउँ? सङ्लिङ भन्ने ठाउँ हामी पिकनिक खान आएको है। अत्यन्तै चिसो भइरहेको छ है। तल मात्र देखाइस् कि तल हो त्यो नि हो त्यस्तो राम्रो भइरहेको नि त। ल ब्रो यार के छ र यार माया, हामी चाहिँ हो कि ब्रो यार, हामी चाहिँ मान्छेहरूले सेक्सी हो है। अब चाहिँ हाम्रो लेडीहरू पनि हुनुहुन्छ, मान्छ लेडी। पिकनिक कार्यक्रम भइरहेको छ र हामी चाहिँ यति बेला चाहिँ हामी मुत्ने कार्यक्रम सकाएर चाहिँ उता देखिन्छ कि हामीलाई देखिन्छ भनेको त्यस्तो। उता चाहिँ हाम्रो लेडी टिम आइरहनु भएको छ, लेडास पनि हुनुहुन्छ यति बेला हाम्रो स्टेजमा आइसक्नु भएको छ। र सम्पूर्णलाई हामीले अलि उता हाम्रो नाच्ने कार्यक्रम भइरहेको छ। यतिखेर आज हान्यौँ हामीले होइन। अब एकछिनपछि फेरि हाम्रो रात्रि कार्यक्रममा हामीले मासु पनि आदि देप्ची छ अझै उक्त आदि
आधी मासु सकाएपछि हामी बल्ल घर जाने नत्र नजाने भने हामी हेर्नुहोस् गाइज मासु छोड जानु त भएन 1000 परेको छ त्यही भएर चाहिँ त्यो 1000 मासु त खान पर्यो यहाँ यी खान नपाएकाहरू खान नाचिरहनु हल्लेछन् हामीले अब त्यही 2 गिलास खाएको हेर्नुहोस् गाइज अब त्यो 1000 रुपियाँ भयो ए कस्तो यार त्यति त नजान 2 गिलास स्प्राइट खायो 1000 रुपियाँ भयो यार बर्बाद भयो जानु भातमा आउनु